हेलो साथीहरू, के छ? आरामै सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो बराइनदेखि लोड हुँदैछ गाडी। बराइनबाट साउदी तमाम हुँदै रियाद हुँदै जेद्दा जानेछु। अहिले चाहिँ यहाँ म अपोइन्टमेन्ट 5 बजेदेखिबाट यहाँबाट छिर्न पाउँछ। यहाँ अपोइन्टमेन्ट चेक गर्ने ठाउँ हो। यहाँ चाहिँ हाम्रै 3 जना साथीहरू छन्, अरू पनि छ तर उता पछाडि छ। अहिले चाहिँ हामी 3 जना छौँ। हेर्दै गर्नु होला भिडियो। तपाईहरुलाई म जाएगा चलो। म चाहिँ साउदी बोर्डर आइपुगेँ। भिडियो गर्न त पाइँदैन यहाँनिर, र पनि लुकी भिडियो गर्दैछु मैले। यहाँनिर चाहिँ अब साउदी बोर्डरमा पासपोर्ट चेक हुन्छ। पासपोर्ट चेक गरेपछि अगाडि यसपछि बराइन बोर्डर छ। गाडी एक्सरे, स्ट्याम्प्सहरू, पासपोर्ट चेकिङ सबै भएर अब यो चाहिँ बराइन बोर्डर हो है। बराइन बोर्डर। अब यहाँ हामी निस्किन्छौँ, बराइन छिर्छौँ साथीहरू। साथीहरू, हामी चाहिँ आइपुग्यो कन्टेनर लोड गर्ने ठाउँमा, बराइन। हाम्रो सब गाडी यहाँ लागिरहेको छ लोड गरेर हाम्रो कम्पनीको। पार्किङ गरेर जानुपर्छ अफिस। अफिसियली अफिस राख्न मिल्ने हो कि होइन फेरि गाडी। अलि अगाडि हुँदैन। यतापट्टि चाहिँ छिराउनु पर्ला।
हैन कता कता गाडी त फस्नेवाला छैन नि गाडी लोड हुँदैछ साथीहरु गाडीले चाहिँ लोड भइसक्यो लोड भयो गाडी साथीहरु लगभग ओके छ सक्छौं साथीहरु अकामा पेपर सेपर भयो अब चाहिँ हामी बराइनदेखिबाट दमाम रियाद हुँदै जता जानेछु गाडी लोड भयो गाडी लोड भएपछि